नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न 70 जनाको आवेदन परेको छ। नेपाल क्रिकेट संघ क्यानले गत फागुन 3 गते सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो। क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन छ। देसाईको 2 वर्ष सम्झौता माघ महिनामा सकिएको थियो। क्यानले इसिबी वा क्रिकेट अस्ट्रेलियाको लेभल 3 वा सो सरह मान्यता तथा 5 वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको थियो। यस्तै एसोसिएट राष्ट्रको खेल गतिविधि बारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ। आवेदन दिने अन्तिम मिति फेब्रुअरी 28 सम्म तोकिएको थियो। उक्त समय सीमाभित्र 70 जनाको आवेदन परेको क्यानले जनाएको छ, जसमध्ये 10 जनाको सर्टलिस्ट गरेर अन्तर्वार्ता लिने प्रक्रिया अन्तिम चरणमा रहेको क्यानले जनाएको छ। त्यस्तै मलेसिया विरुद्ध आज हुने एएफसी एसियन कप छनौट नेपाली राष्ट्रिय फुटबल टोलीमा अघिल्लो खेलको पहिलो रोजाइमा एक खेलाडी परिवर्तन गरिएको छ। सिङ्गापुर विरुद्ध शुक्रबार भएको खेलको पहिलो रोजाइमा रहेको अञ्जन विष्टको ठाउँमा लकेन लिम्बूलाई समावेश गरिएको छ। मुख्य प्रशिक्षक म्याट रोसले अन्य 10 खेलाडीलाई निरन्तरता दिएका छन्। नेपालले पहिलो पटक सिङ्गापुरलाई 1-0 ले हराएको थियो। त्यसमा जिलेस्पी जङ कार्कीले गोल गरेका थिए। जिलेस्पी सहित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, रोहित चन्द, अनन्द तामाङ, सनी श्रेष्ठ, सुमन श्रेष्ठ, एरिका विष्ट, सुमित श्रेष्ठ, आयुष खलान र मनिष टाङ्गेलाई निरन्तरता दिएका छन्। मलेसिया विरुद्ध आज हुने एएफसी एसियन कप छनौट नेपाली राष्ट्रिय फुटबल टोलीमा अघिल्लो खेलको पहिलो रोजाइमा एक खेलाडी परिवर्तन गरिएको छ। सिङ्गापुर विरुद्ध शुक्रबार भएको खेलको पहिलो रोजाइमा रहेको अञ्जन विष्टको ठाउँमा लकेन लिम्बूलाई समावेश गरिएको छ।